आदरणीय दादासँग है हाम्रो दाइसँग अब क्यान दाइसँग यसो घुम्ने सपिङ आन्ने आज है 68 रे बाप रे बाप नेपाली वेशभूषामा के छ बिन्दास हो 68 CR 66 मा झर्छ क्या त्यस्तै लो आफ्नै गाउँठाउँको मान्छेको घरमा आइएम है रोटी सोटी पोल्दै हुनुहुन्छ बारा जोचाइले ल हामीसँग टक्क वाउ ल सिँगै च्वाचे आमामामा यहाँ मसी भन्छ चाहिँ यहाँ मसी ल सुरु सुरु ल सुरु हेलो गुड मर्निङ एभ्रीबडी गुड मर्निङ है ल हामी चाहिँ आफ्टरनुन होला सायद हामी चाहिँ आज आदरणीय दादासँग है हाम्रो दाइसँग अब क्यान दाइसँग यसो घुम्ने सपिङ आन्ने आज है 68 अरे बाप रे बाप नेपाली वेशभूषामा ल टक्क है हामी चाहिँ जाँदैछौँ अगाडि टक्कै नेपालको झन्डा समुद्रको तीरमा चाइना पारियो यहीँ घुमाउनु ल्याउनु मन्दिर आज त भ्याउँछ कि भ्याउँदैन आज भ्याइन्न आज टाइम छैन आज हल्का एक्जाम टाइम छ अरे त्यहाँ सपिङ पनि हल्का हेरौँ ल हुन्छ त्यही ल हामी चाहिँ आज नयाँ कपडा फेर्नेवाला छौँ होला त्यसरी बुझ्नु पऱ्यो ड्रेस चेन्ज लेट्स गो ड्रेस चेन्ज गर्नेवाला छौँ हामी टक्क मिलाएर के छ बिन्दास हो 68 CR 66 मा झर्छ क्या त्यस्तै गेम डुबानमा परियो त नि के गेम डुबान भयो ल अब चाहिँ यो घर बन्दैछ यहाँ चाहिँ हाम्रो ज्ञान दाइको घर हुनेवाला छ है नि दाइ फेरि अर्कोचोटि आइएछ भने हङकङमा होइन जानेवाला छौँ दाइको घरमा बन्दै रहेछ है अहिले चाहिँ कुडी तलाङ त दैनको 20 तला माथि 20 तला माथि हुनेवाला छ है दाइको घर चाहिँ यहाँ यहाँभित्र ए ल है त एक दिन जानेछौँ हामी फेरि हङकङ आइएछ भने दाइको घरमा टक्क टपमा ओहो यो डाँडाबाट के अरे नमिन्दाहरू बस्ने घर यतातिर होइन यो साइड आलेको आफन्तीहरू भएको अहिले पछि जाने हो यता हो यता हुनुहुन्छ उहाँहरू होइन आले छिनिङ यसले चाहिन्छ ल यतापट्टि हामी साँझतिर जानेवाला छौँ आज चाहिँ यता पहिला खाना खाने नि दाइ पहिला खाना खाउँ अनि त्यसपछि फेरि अनि त्यसपछि बल्ल अरू कामतिर लागौँला दस ल अब हामी चाहिँ ल सिस्टमको अलगै छ सिस्टम सिस्टम रिमोटवाला हो कि गाडी फेरि है म पोर्सा लाउँदा नि यहाँ खाना खाएको श्रृङ्खलामा अब यसपालि नै टक्क यहाँ खाना खानेवाला छौँ यसो दाइसँगै अनि त्यसपछि नेपाली खाना खाएर डुल्ने होइन यसो घुम्ने क्या दामी हावा चलिरहेछ ओहो चलै मौसम हामी अब नेपाली खाना खाएर हामी फेरि डुल्नेवाला छौँ एकछिन
दामी पारामा टक्क सिस्टम फेरि यस्तो हो कि दामी यो हो मलमा यो हो मल दाइसँग फेरि आइसकेको छु पर्सल सपिङ हानेको ठाउँमा यसपालि नि धोबी धमाका हान्नेवाला छु है म यहाँ ल सबै काम सकाएर नवीन दाईको घरमा बेनाजुको नवीन बेनाजुको लो आफ्नै गाउँठाउँको मान्छेको घरमा आइएम है के गर्नु यस्तै छ ल आइयो ल हामी ल ल यी रोटी सोटी पोल्दै हुनुहुन्छ यता हेरिदिनु बाह्र जोचाइले ल आइपुग्यौँ फर्स्टचोटि दाइहरूसँग टक्क सपिङ सकाएर होइन नवीन भेनाजुको घरमा आइयो ल अब यहाँ खानासाना खाएर निस्किनु पर्ने हुन्छ हामी होइन ल हामीसँग टक्क वाउ ल सिँगै च्वाचे आमामामा ल खतरा है यहाँ मसी भन्छ चाहिँ यस्तो यस्तो नि किन्न पाइयो क्या विदेशमा पापा ल काटौँ ल ल पुजारी ल पहिला चाहिँ टाउको छुट्टै काटेर यहाँ राखौँ है सिँगै च्वाचे ल है सिँगै टाउको ल ओ ल मन मनाए है कराए नै ल ओहो ल सिँगै च्वाचे राम राम ल ओहो त्यो भिडियोमा देखिन्थ्यो कि होइन यस्तो हाइट पिस हान्ने भयो आज ल यहाँ मसी पिको जानिसक्यो ल है तयारी हुँदैछ है खुट्टा ल टक्क पिस हुँदैछ यहाँ ल यहाँ मसी हामीसँग अर्ग्यानिक च्वाचे हो कि के हो यो कुखुरा होइन यो त छासी हो च्वाचेकै होला नि आमा पिस गुल्ले हुन्छ यो चाहिँ त्यसमा त मलाई त त्यो नसुहाउँछ कति लामो यसै यतिकै मिन्च्यालै न होइन यत्रो बनाइदिने अरे के ठुलो फेरि त्यही भएर रेडी हुँदैछ सुरु है सुरु ल सुरु म बुढियो खान्छु सुरु खाम है ल सुरु दामी ल त नि खानासाना खाइयो अब निस्क्यौँ कति बजी 9 होइन ल अब निस्क्यौँ ल दिदी ल कान गर्नु है मार्ले ल ओहो लाग्नुहोस् नि त जात्नी त ल लेट्स गो ल
हजुर ल ल ल ल छान्ने छान्ने ल अब लागम टाढै हो The next day. सो हेलो गुड आफ्टरनुन एभ्रीबडी गुड आफ्टरनुन है आज चाहिँ हामी विशेष गरी हाम्रो सन्तु दाईसँग दिवस म अनि सन्तु दाई चाहिँ नेपाली रेस्टुरेन्ट है नेपाली खानेकुरा खाना गर्दैछौँ टक्क नेपाली खाना खाएर हामी चाहिँ बिस्तारै फेरि अगाडि निस्किँदै बढ्दैछौँ अब चाहिँ हामी निरज गुरुङ दाईको पसलतिर जाँदैछौँ है पोहोर साल नै गएको थिएँ म अब यसपालि त्यही दाईलाई भेट्न जाँदैछु हङकङको घाम खाँदै हिँडिरहेछौँ हामी 3 भाइ है सन्तु दाईको पछि लाग्दैछौँ सन्तु दाई बिचरा रुन लाउनु भयो के भयो दाई गर्मी भयो गर्मी मिठो छ होइन त्यही हिसाबले अब हामीले शीतल खोज्दै अब हामी प्लाजातिर लाग्नु पर्ने हुन्छ दाईसँग होइन यसो हे दाई कहाँ हो के बोलेर हिँड्नु न किन क्यामेरादेखि भाग्ने हो म क्यामेरामा अलिक बोल्न लाग्नु हामी चाहिँ अब 3 भाइ है 68 म अनि सन्तु दाई चाहिँ डक्टर मिलेर अब प्लाजातिर चिसो हावा खान जाँदैछौँ अनि आलेले यस्तो ब्याग हो सन्तु दाई के छ आज कति डलर भ्याइन्छ हजुरको सकिएला है अलिकति रित्तेला है भाइहरूलाई धेरै हिँड्छु ल हामी चाहिँ अब यसो अगाडि जाँदैछौँ दाईसँग अब स्पेसल्ली चाहिँ आज दाईसँगै हुनेवाला छ हाम्रो होइन हामी 3 भाइ चाहिँ घुम्नेवाला छौँ रमाइलो गर्नेवाला छौँ खानेवाला पनि छौँ है त अब अगाडि के हुन्छ कस्तो हुन्छ सन्तु दाईले कहाँ लानुहुन्छ त हामीलाई अघि यहाँ चाहिँ जाम्ला है मैले चाहिँ यो हान्डे तर नाइकमा आएर मैले चाहिँ उता किनेको सन्तु दाई चाहिँ यहाँ पे गर्दै हुनुहुन्छ है धोबी हान्नुपर्छ बवाल जुत्ता छ यहाँ फेरि यहाँ हालेको नि मेरो जस्तै सेम ब्याग आयो है सन्तु दाई ल है थ्याङ्क यू है दादा ल सेम ब्याग ल भिर्नु त भिर्नु न यो निकालेर भिर्नु न हो आउने त ल ठिक छ डुल्दैछौँ अझै हामी बिस्तारै है फाइनल गाज हामी यति बेला रुममा आइसक्यौँ होइन अँधेरो कस्तो नै धेरै हो अलिअलि सपिङ होइन रमाइलो हो एकजना मा तल छौँ हामी होइन एकजना हाले एकजना माथि हुनुहुन्छ अनि त्यसपछि हामी चाहिँ तल माथि छौँ जय माथि जेठान तल सुतिरहेछौँ होइन बेडमा अब चाहिँ मस्तै रेस्ट अब फेरि नेक्स्ट भ्लगमा सँगै हुनेछौँ हामी है सँगै भेट्नेछौँ